सबैजना साथीहरूलाई नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु शेयर सम्बन्धी आजको लेटेस्ट अपडेटमा। भर्खरै 2082 जेठ 20 गते नेपाल धितोपत्र बोर्डबाट धरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपिओ निष्कासनको लागि एप्रुभल पाएको थियो र हिजो यस कम्पनीको आइपिओ खोल्ने मिति पनि सार्वजनिक भइसकेको छ। यस भिडियोमा आइपिओ आउने मितिसँगै कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ, वित्तीय अवस्था कस्तो छ, सर्वसाधारणका लागि कहिलेसम्म आइपिओ आउन सक्छ जस्ता कुराहरूको बारेमा जानकारी दिनेछु। हस्त भिडियो सुरु गरौँ। यस कम्पनीले आफ्नो जारी पुँजी 1 अर्ब 3 करोड 5 लाख रुपियाँको 38.33% अर्थात् 39 करोड 50 लाख रुपियाँ बराबरको 39,50,000 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यस धरमखोला हाइड्रो इनर्जीले असार 9 गते आयोजना प्रभावित स्थानीय बासिन्दा र फरेन एम्प्लोयका लागि आइपिओ निष्कासन गर्नेछ, जसमा 100 रुपियाँ अंकित दरमा 10,30,500 किता स्थानीय बासिन्दा र 2,91,950 किता फरेन एम्प्लोयका लागि निष्कासन हुनेछ। त्यसैगरी कम्पनीले आफ्ना कर्मचारीहरूका लागि 58,390 किता र म्युचुअल फन्डका लागि 1,45,975 किता छुट्याएको छ र बाँकी बचेको 25,23,185 किता सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यसको बिक्री प्रबन्धकमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीको वित्तीय अवस्था हेर्दाखेरि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार IRN BB- इस्योर रेटिङ पाएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिममा रहेको देखिन्छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असार 23 गते र ढिलोमा साउन 6 गतेसम्म हुनेछ र फरेन एम्प्लोइहरूले असार 23 गतेभित्र आवेदन दिनुपर्नेछ। साथीहरू, भिडियो हेर्नको लागि धन्यवाद। फेरि पनि भेटिनेछौँ यस्तै भिडियोको साथमा।